मिथिला नगर पत्रकार सञ्जालको तर्फबाट यो कार्यक्रमको सुरुवात भएको छ र यो नगरपालिकाको 11वटै वडामा हाम्रो यो अभियानको रूपमा यो कार्यक्रम रहन्छ। खासमा मिथिला नगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आइसकेपछि उहाँहरूले चुनाव अघि जनतासँग गर्नुभएको प्रतिबद्धता कतिको पुरा गर्नुभएको छ यो 3 वर्षको दौरानमा? जनताले जनप्रतिनिधिबाट राखेका आशा अपेक्षाहरू कतिको पुरा भएको छ त्यो विषयमा केन्द्रित भएर जनताका के समस्याहरू सम्बोधन हुन बाँकी छ अझै र के सम्बोधन भयो त्यो विषयमा केन्द्रित भएर यो जनतासँग जनप्रतिनिधि कार्यक्रमको सुरुवात गरेका छौँ। आजको यो कार्यक्रममा हामी खास गरी वडाबाट मिथिला नगरपालिका वडा नम्बर 11बाट वडा अध्यक्ष हुनुहुन्छ हाम्रो बिचमा वेदबहादुर कार्कीजी, उहाँलाई यो कार्यक्रमको आज यो अध्यक्षता ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछौँ। त्यसैपछि हाम्रो बिचमा हुनुहुन्छ वडा सदस्य रणबहादुर कार्कीजी, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछौँ। त्यसै गरी वडा सदस्य विक्रम कुमार खड्का आउनुभएको थियो, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछौँ। त्यसपछि दलित महिला वडा सदस्य हाम्रो बिचमा हुनुहुन्छ बिन्दु भित्री कोटीज्यू, उहाँलाई पनि यतातिर आइदिनु होला। यो 3 वर्षको अवधिमा जनताले यहाँ के विकासको अपेक्षाहरू गरेको थियो कि अब यो स्थानीय सरकार आइसकेपछि गाउँमै सिंहदरबार आइसकेपछि यस्तो विकास हुनुपर्छ उस्तो हुनुपर्छ के काम हुनुपर्छ भन्ने तपाईहरुलाई लागेको थियो, त्यो विषय पनि हो। र अब म सिधै अहिले वडा अध्यक्षतिर केन्द्रित हुन चाहन्छु। खास गरी अब यो स्थानीय सरकारसँग चुनावको 3 वर्षको अवधिमा यहाँहरूले जनताको बिचमा चुनावको समयमा गर्नुभएको प्रतिबद्धताहरू चुनावी नाराहरू होला, त्यो कतिको अहिलेसम्म पुरा गर्न सक्नुभएको छ? अब पत्रकार मित्रज्यूले जुन भन्नुभएको कुरोमा म चाहिँ 79 महिना गएर म चाहिँ 74 कै वडा अध्यक्ष। हजुर, दोस्रो कार्यकाल 79 र 74 मा जुन बोलिएका कुराहरू थिए ती कुरोलाई सम्बोधन गर्ने काम पहिलो प्राथमिकता चाहिँ खानेपानी, स्वास्थ्य, शिक्षा र सिँचाइलाई प्राथमिकता दिने भनेर हाम्रो शपथ गरेर दोस्रो पहिलो बैठकमा हाम्रो नगरपालिकामा यो हामीले प्रस्ताव पास गरेका थियौँ। यिनै 4वटा कुरोलाई पहिलो प्राथमिकता दिने भनेर हामी काम गर्दै आयौँ। काम गर्ने दौरानमा अब असजिलो पनि कहीँ भयो होला नि, सजिलीकरण पनि गरियो। गर्ने क्रममा जुन म नेकपा एमालेको पार्टी अध्यक्ष पनि थिएँ तुलसी गाविस हुँदाखेरि 65 सालदेखि थिएँ 71 सम्म नै र 72 मा वडा अध्यक्ष 74 मा वडा अध्यक्ष भइयो। त्यो बेलादेखि तल्लो तुलसीमा पहिलेको गाविस रहँदा र म गाउँ कमिटीको अध्यक्ष भएर गरिएको कार्यक्रममा त्यो विद्यालय र अहिले जुन भइरहेका तलको साबिका तुलसीका 4 वार्डमा जति पनि पिच बाटोहरू बनी कालोपत्रे बाटो बनिया छन्, ढलान बाटोहरू छन्, विद्यालय छन्, आधारभूत स्वास्थ्य चौकी छ र त्यहाँ मैले चाहिँ अलि भूगोलको आधारमा चाहिँ 11 नम्बर वाडाको सीमाकन चाहिँ 24 किलोमिटर पर्छ। तल मिथिला नगरपालिकाको केन्द्रबाट होइन, मेरो वडा 10 नम्बरको सिमाना भएर मेरो घरको सिमाना लास्टसम्म 24 किलोमिटर पर्छ दूरीमा। र तल्लो तुलसी 4 वार्डलाई चाहिँ पहिलेदेखि चाहिँ हप्तामा 1 दिन सेवा तलै दिने, अरू कम्प्युटरको कामभन्दा बाहेक हातले लेखेर गर्ने कामहरूलाई चाहिँ तल्लो प्राथमिकता दिने भनेर गर्दै आएर पछि त्यहाँ आधारभूत स्वास्थ्य चौकी पनि व्यवस्थापन भयो। विद्यालयमा चाहिँ नर्सरीदेखि 5 कक्षासम्म चाहिँ इङ्ग्लिस मिडियमबाट पढाउने भनेर चाहिँ 6 जना चाहिँ शिक्षक भर्ना गरियो वडाबाट। र त्यहाँ कालोपत्रे गरिएको छ, जस्तो कि हाम्रो 10 नम्बरको जुन हाम्रो माथिको जुन हस्पिटल छ, हस्पिटलदेखि लिएर आएर यहाँ माथिल्लो हाम्रो अहिलेको जुन आधारभूत स्वास्थ्य चौकीभन्दा अगाडि चौतारो छ त्यहाँसम्म चाहिँ अहिले कालोपत्र पनि बनिसकेको अवस्था छ। र बाटो पनि अहिले तलको रानीबा जाने बाटो पनि 1 किलोमिटर कालोपत्रे हुँदैछ। अरू 3टा बाटो छन्, लालबस्तीको बाटोलाई पनि हामीले त्यहाँ काम गरिरहेको अवस्था छ। सोमनाम टोलवाला पनि 1 किलोमिटरकै बाटोको टेन्डर भएर काम
सुरुवात छ र जिरा डाँडोबाट चाहिँ हात्तीगौडा हुँदै मखनटोल भन्ने जुन बाटो छ त्यहाँ पनि टेन्डर भएर मोटामोटी अब ठेकदार आएर काम सुरुवात गरेको अवस्था छ र त्यहाँ हामीले 23 करोडको पुल पनि मेरै कार्यकालमा त्यहाँ व्यवस्थापन गरेर चाहिँ जुन विद्यालय माविको पछाडिपट्टि हात्तीगौडा हुँदै के अरे त्यो पुलबाट चाहिँ जेडाँडो हुँदै बर्दिवास जोड्ने भनेर जुन एउटा पक्का पुल पनि बनेको अवस्था छ र त्यहाँ विद्यालयकोमा पनि धेरै सुधार भएर धेरै भवनहरू बनाएर कोही हाम्रो सहयोगी दाताहरूले जग्गा पनि किनिदिनु भएको छ विद्यालयको लागि भनेर र जग्गा उपलब्ध भएर हामीले भवनहरू त्यहाँ तल्लो तुलसी चौडाको माविमा चाहिँ विद्यालयको व्यवस्थापनमा चाहिँ अहिले कुनै पनि कठिनाइ नभएको र त्यहाँ पाउनुपर्ने जुन सुविधाहरू टिचरहरू पुरा भएको अवस्था छ। निकै राम्रो काम गर्नुभएको छ तपाईँको कामको यो 11 नम्बर वडामा। खास गरी यो बजेटहरू व्यवस्थापन कहाँबाट गर्नुभएको छ? यो नगरपालिकाको बजेट हो कि अन्य स्रोतबाट पनि ल्याउनु भएको छ? यो शिक्षामा, खानेपानीमा, स्वास्थ्यमा जुन कामहरू गर्नुभएको छ त्यो बजेटहरू कहाँबाट व्यवस्थापन गर्नुभएको छ? यो चाहिँ यस्तो हो के भयो भने म 74 सालको असोज 2 गते चाहिँ निर्वाचित भएँ। हाम्रो चाहिँ 6 महिना पछाडि 2 नम्बर प्रदेशमा अलिकति कठिनाइ भएर चुनाव रोकिएको थियो र पछाडि मुङ्सिरमा फेरि सङ्घको चुनाव भयो। सङ्घको चुनाव भइसकेपछि यो क्षेत्रमा चाहिँ रघुवीर महासेठले चाहिँ जुन सङ्घको माननीयमा उहाँ विजय भए, प्रतिनिधि सभाको तुरुन्तै उहाँ विजय भइसकेर उहाँ चाहिँ यो हाम्रो भक्ति तथा पूर्वाधार मन्त्री उहाँ हुनमा सफल हुनुभयो र उहाँले नि 2-4 पल्ट म मन्त्रालय गएँ, प्रयास गरेँ अनि उहाँले के भन्नुभयो भने म मन्त्री भएको छु, तपाईँ वडा अध्यक्ष हुनुहुन्छ, बुढो मान्छे आइ नरहनु, गाउँमा सेवा दिनमा कठिनाइ होला, सेवाकारीलाई दुःख मान्छन्, तपाईँ मलाई फोन गर्नु, तपाईँ पत्रचार गर्नु, तपाईँलाई बजेट हाल्ने मेरो जिम्मेवारी हो, त्यो 11 नम्बर मेरो पनि भागमा पर्छ, म सबै काम गर्छु, तपाईँले पत्रचार गरेर मलाई जानकारी गराउने काम चाहिँ गर्नुहोस् भनेर। बढी बजेट त हाम्रो जम्मै सङ्घकै हो, केही मात्रामा प्रदेशबाट पनि छ। पहिले चाहिँ बढीमा अब सिँचाइ भएर रातो जनता तर्मनबाट खानेपानी भएर सिँचाइहरू जुन तलको जुन विकास भएको छ यो सम्पूर्ण नै भएको छ र अहिले चाहिँ प्रदेशको बजेट पनि प्रदेश नै हाम्रै क्षेत्रबाट जुन हरिमतो चाहिँ उहाँ प्रदेश मान्ने भइसकेपछि पनि उहाँले पनि हामीलाई विद्यालयमा, सामुदायिक भवनहरूमा, खेलकुदको लागि उहाँले पनि प्रदेशबाट करिब 2 करोड जति रुपियाँ अहिले उहाँले पनि यो बजेट योभन्दा अगाडि पनि हाल्नु भएको थियो, अहिले पनि 2 करोड बजेट 11 नम्बरमा छ र मान्यज्यूले हालेको जुन बजेट अब उहाँकै मार्फतबाट शिक्षा क्षेत्र, स्वास्थ्य सबै ठाउँमा भवनहरू यी कुराहरूमा चाहिँ मोटामोटी उहाँकै यो देन हो। अहिले 11 नम्बरमा 14 करोड रुपियाँ चाहिँ सङ्घको बजेट छ। मिथिला नगरपालिकाले वडा नम्बर 11 मा के कति लगानी गरेको छ? के खास गरी कुन क्षेत्रमा लगानी गरेको छ? यस्तो अब भन्नु त अलिकति अपमान गरे जस्तो पनि हुन्छ, भन्नु बाध्यता पनि छ। कुरो के छ भने म एउटा नेकपा एमालेको वडा पार्टीको टिकटबाट चाहिँ विजय भइसकेपछि म सम्पूर्ण वडावासीको वडा अध्यक्ष हुँ, नेकपा एमालेको मात्रै वडा अध्यक्ष होइन, म त्यसरी बुझ्छु। र उहाँले चाहिँ नेपाली कार्यबाट चाहिँ टिकट लिएर चाहिँ मेयरमा विजय हुनुभएको कारणले मैले भनेको प्रस्तावहरूलाई विपरीत उल्टो मात्रै गरिदिनु। हामीले यो 79 मा यो 74 मा चाहिँ म यो अहिलेको टिम मसँग हुनुहुन्न, अहिले नयाँ टिम हो यो, मेरो पहिले जुन टिम थियो 74 को कार्यकालको, त्यो बेलामा मैले के गरेँ भने सबै ठाउँमा समेट्दै गरेँ, काम गरेँ अलिकति आवश्यकता अनुसार। र 79 मा आएर के भयो भने जुन अहिले मेरो जुन बडी छ उहाँहरूको पनि सल्लाह सुझाव लिँदाखेरि यसरी बिलो बाँध्ने काम नगरौँ, अलिक काम पनि देखिन्छ, 3 वडाको दरले काम गर्ने भन्ने भएर पहिलो वडामा सुरुमा 3 वडामा काम गर्दाखेरि हामीले अन्य मसल्दा खर्च छुट्याएर अन्य कार्यक्रम छुट्याएर हामीले 25 लाखको 75 लाखको काम गऱ्यौँ, जम्मा 1 करोड 10 लाख थियो।
3 वडामा दियौँ। दोस्रोमा गएर हामीले त्यो अन्य मसला खर्च छुट्याएर 90 लाख दिएको थियो, हामीले 20 लाख मात्रै वडामा भाग ल्यायौँ। र अहिले गएर त्यही कार्यक्रममा गएर घट्दै जाँदा कार्यक्रम त राख्नु पर्यो। अब खानेपानी, अब मान्नु अन्य सुविधाहरू, स्वास्थ्य चौकी, शिक्षा, यहाँ त धेरै समस्याहरू छन्। अब बाल क्लबहरू यिनलाई समेटेर जाँदाखेरि अहिले हामी 16 लाखमा भागभन्डामा पर्यो वडाको। पहिलेको दाँजोमा पहिले 25, त्यहाँबाट 20, त्यहाँबाट घट्दै गएको छ। अहिले 16मा हामी यो झऱ्यौँ। कारण के होला घट्दै गएको? अब घट्दै जानुको कारण अलिकति माग बढी। पहिले के गरियो भने यति चाहिँ काम गर्नुपर्छ, अहिले तपाईँहरूलाई पछाडि भनेको अवस्था पनि थियो। भनेपछि दिनपछि जनताबाट माग बढ्दै गएको छ। माग बढ्दै गएको छ। अब हामीले महिला भन्न हाम्रो अब जस्तो आमा समूहहरू छन्, अब जस्तो यो हाम्रो यो समूहहरू छन्, खानेपानी छन्, बाल क्लब छन्, अनि हामीसँग चाहिँ गोदावरी महिला समूह छ, अनि जस्तो तुलसीमा त्यस्तै हाम्रो चाहिँ महिलाको एउटा आमा समूहहरू छन्। यिनलाई पनि केही बजेटहरूको चाहिँ उहाँहरूलाई पनि सुझाव अनुसार चाहिँ यसो समेट्ने हुँदा हजुर केही बजेट हाम्रा घटेर अहिले 16 लाखमा हामी वडामा टुङ्गिएका छौँ। र मैले के भन्ने गरेँ नगर प्रमुखज्यूलाई भने, मैले 3 वडाको दरले मैले बजेट विभाजन गरेको छु। जहाँ मैले वडामा बजेट हालेको छु त्यो वडामा नभएर अन्य वडामा हजुरको नगरको बजेट आयो भने नगरको बजेटको पनि काम देखिन्छ, वडाले गरेकोमा देखिन्छ। यसरी छुट्टै गरिदियो भने मलाई पनि काम गराउन सजिलो। नगर प्रमुखले दिनुभयो 11 नम्बरमा बजेट, जुन बजेट वडाको बजेट यो 3 वडा यसरी गरिएको, उहाँले दिएको बजेट यति गरियो भनेर एउटा गाउँलेलाई सान्त्वना दिने बाटो पनि हुन्छ भनेपछि उहाँको नजिक पर्ने अब लागि आफ्नो पार्टीका अब मित्रहरूले उहाँलाई कस्तो सल्लाह दिनुभयो, जहाँ मैले वडामा बजेट गरेको छु ती लगाएर काहीँ कुनाकानी यसरी गर्दै जानुभयो। 3 वर्ष त बितिने, अब मान्यो 3 वर्षको बजेट हामी चलाइ नै सकेका छौँ। नगर प्रमुखले मलाई गर्नुभएको सेवा चाहिँ यही नै हो। खास गरी योजनाहरू यहाँहरूले छनौट गर्नुहुन्छ, वडा तहको योजनाहरू, त्यो जनताबाट आएको योजनाहरू हुन्छ कि यहाँ जनप्रतिनिधिहरू बसेर फलानु ठाउँमा यति बजेट हाल्नुपर्छ यो कार्यक्रमको लागि भनेर त्यसरी छुट्याउनुहुन्छ कि जनताबाट आउँछ त्यो समस्याहरू, योजनाहरू? होइन, बजेट हामी यति रुपियाँ भनेर चाहिँ तोक्छौँ। बजेटको सिलिङ चाहिँ तोक्नै पर्ने हुन्छ। र वडामा गइसकेपछि के काम गर्ने भने त्यहाँको उपभोक्ता बनाउने काम र तोक्ने काम चाहिँ त्यहाँको जनसमुदायबाट हुन्छ। जनसमुदायले कस्तो अपेक्षा गरेको छ, यस्तो यस्तो काम हुनुपर्छ या यो काम हुनुपर्छ भनेर कस्तो प्रश्न गर्छ या कस्तो समस्याहरू सुनाउँछ यो क्षेत्रमा बजेट लगानी गर्नुपर्छ भनेर? अब मोटामोटी अलिकति हामी यो जुन हामीले त 74मा निर्वाचित भइसकेपछि 75मा जुन यो मिथिलाको आफ्नो वडाबाट चाहिँ आफ्नो वडामा जोडिने बर्दिवास नगरिकन भनेर जुन हामीले ट्याग खोलेका थियौँ 50 लाखको, अहिले पनि काम भइरहेको छ। 4 करोडको अहिले यही बाटोमै काम भइरहेको छ। त्यही बाटोमा त्यो एउटा माग थियो र खानेपानीको माग थियो। खानेपानीमा पनि मोटामोटी केही कामहरू भएका छन्। कोही नगरले गर्थ्यो, कोही केन्द्रको योजना, कोही प्रदेशको योजनाले। खानेपानीमा पनि अहिले हामी मोटामोटी अब सन्तोषजनै भन्नुपर्छ। र मुख्य कुरो अहिले एउटा बाटो र सबैभन्दा पनि यहाँ के छ भने जनताको अपेक्षा भनेको, आकाङ्क्षा भनेको जनप्रतिनिधिले बोलिदिएर हाम्रो चाहिँ यो लालपुर्जाको व्यवस्थापन हुनुपर्छ भन्ने सबैको माग छ। भनेपछि तुलसीको यो अहिले यो 11 नम्बर वडाको मुख्य समस्याको रूपमा के देखिएको छ? लालपुर्जा, हामीसँग लालपुर्जा, सुकुम्बासी बस्ती, सुकुम्बासी अविकसित सुकुम्बासी। त्यो अहिले जग्गा नापी पनि भयो, सर्वे पनि भयो, अहिले त्यो प्रोसेस कहाँ पुगेको छ, त्यसमा के प्रगति भयो? अब मैले 56 बारे कुरो गरेँ। 56 एकपल्ट सर्वे लामोमा नजाऊ, छोटोमा के छ? 56 पछाडि फेरि बिचमा गरियो एकपल्ट। म वडा अध्यक्ष भएर 2 पल्ट सर्वे गरेँ। म आफै वडा अध्यक्ष भइकन 2 पल्ट सर्वे गरियो। 3टा जिल्लाका अध्यक्षहरू चेन्ज हुनुभयो। त्योभन्दा गर्दै आएको काममा हामीले अलिकति यो बुट्यान क्षेत्र भन्ने कुरो भएर चाहिँ वनबाट बुट्यान क्षेत्र भित्र पर्छ भनेर चाहिँ लालपुर्जा दिनेमा रोक लगाइयो। हाम्रो चाहिँ माग के हो भने अविकसित बसोबास गरेका व्यक्तिहरू र सुकुम्बासीहरूलाई हाम्रो लालपुर्जा हामीले पाउनुपर्छ भन्ने हाम्रो माग। कति घरधुरी होला त्यो सुकुम्बासी लालपुर्जा? अहिले मोटामोटी जम्मा 11 नम्बरको घरधुरी सङ्ख्या 1378 हो।
जनसङ्ख्या 7372 छ। मदत नावालीमा चाहिँ 3246 छ यो वडाको। अब यसमध्येमा करिब करिब 70% त हामी लालपुरदा नभएकै व्यक्ति छौँ। एकैछिन आउँछ, प्रश्न आउँछ, हामी यो फ्लोर ओपन गर्छौँ, प्रश्न आउँछ। अब हामी थोरै अब महिला केन्द्रित हुन चाहन्छौँ। महिला जनप्रतिनिधि हाम्रो बिचमा हुनुहुन्छ, उहाँसँग पनि केही प्रश्न छ। खास गरी महिलाहरूको कुरा प्राय सम्बन्धित ठाउँमा कम सुनिन्छ। यहाँ तपाईँको यो 11 नम्बर वाडामा, मिथिला नगरपालिका वाडा नम्बर 11 मा महिलाहरूको कुरा कति सुनिन्छ? कति महिला सेवाग्राही सेवा लिन आउँछन्? के छ अवस्था? हाम्रो मिथिला नगरपालिका 11 मा हाम्रो महिलाहरूको सुनवाईहरू हामीले सुन्ने गरेका छौँ र महिलाहरूको समस्याहरूलाई पनि बुझेर उहाँहरूलाई अब कसरी हामीले सहयोग गर्नुपर्छ भनेर हामीले गरि पनि रहेको छ। विभिन्न ठाउँहरूमा हामीले महिलाहरूको समूहहरू पनि बनाएको छ। उहाँहरूबाट पनि केही कुराहरू आउँछन्, त्यसलाई सब हामीले पुरा गर्ने प्रयासहरू गरिरहेको छ र हामीले महिलाहरूको लागि सिपमूलक कार्यक्रमहरू पनि ल्याउने गरेका छ। जनचेतना कार्यक्रमहरू पनि ल्याएर उहाँहरूको माझमा हामीले सेवाहरू दिनु। जनचेतनामूलक कार्यक्रम भन्नुभयो, कस्तो जनचेतनामूलक कार्यक्रमहरू ल्याउनु भएको छ? जनचेतनामूलक कार्यक्रम भने अब जस्तो शोषण भइरहेछ महिलाहरूप्रति, त्यो शोषणहरूबाट हामीले आफूलाई कसरी निकाल्ने र छरछिमेकमा चाहिँ शोषण भइरहेछ र हामीले देखेछ र ती महिला दिदीबहिनीहरूले बोल्न सक्नु भएको छैन भनेपछि छिमेकीले उहाँहरूलाई सहयोग गर्ने विभिन्न सङ्घ संस्थाहरू छ। उहाँलाई पहिला उहाँलाई सम्झाउने, होइन तिमी शोषणमा नबस्छ भनेर, र उहाँले मान्नु भएन भने पनि अब कसरी हुन्छ उहाँलाई साथ सहयोग दिने, उहाँलाई त्यो शोषणबाट निकाल्ने प्रयासहरू गर्नुपर्छ भनेर हामीले त्यस्तो जनचेतना कार्यक्रमहरू पनि दिइरहेको र त्यस्तो कार्यक्रमहरूमा कहाँ जाँदा बोल्न सकिन्छ र आफूले सहयोग पाइन्छ भनेर त्यस्ता कार्यक्रमहरू पनि दिएका छौँ। अनि भयो अब घरमै बसेर अब कृषिहरू गर्नेहरूलाई कृषिहरूबाट पनि आय आर्जनहरू गर्न सकिन्छ, घराइसी कामहरूबाट पनि 2 रुपियाँ कमाउन सकिन्छ भन्ने कुराहरू पनि त्यसरी उहाँहरूलाई आर्थिकबाट पनि अगाडि बढाउनु परेको छ। खास गरी यहाँ स्वास्थ्य संस्था छ, वडा कार्यालय छ, यो कतिको जनमैत्री छ। त्यसपछि के देखिन्छ भने महिला सेवाग्राहीहरू आउँदाखेरि अब स्वास्थ्य चौकीमा स्तनपान कक्ष हुनुपर्छ, त्यसपछि सेनिटरी प्याडको व्यवस्था हुनुपर्छ। खास गरी यसमा यहाँहरूले कतिको ध्यान दिनुभएको छ? हामीले ध्यान दिएको छ, त्यसको लागि हामीले कुराहरू पनि बढाएको छ अगाडि। अब सेनिटरी प्याडहरू त अब हुन्छ नि, विद्यालयहरू पनि छ, स्वास्थ्य चौकीमा पनि छ र स्तनपानको चाहिँ व्यवस्थाहरू हामीले गर्न कोसिस गर्दैछौँ। हुन्छ, अब खास गरी यहाँ भूमिको समस्या देखियो, जग्गाको समस्या, जुन सुकुम्बासी अत्याधिक सङ्ख्यामा 70% को हरारीमा सुकुम्बासी बस्तिरहेको छ। अरू जनताबाट केही त्यस्तो अपेक्षाहरू आउँछ कि यो विकास हुनु पर्यो या अरू फलानु चिजमा काम गर्नु पर्यो भनेर त्यस्तो केही आउँछ नयाँ योजनाहरू? नयाँ योजना भनेको त यो हाम्रो जुन पहाडी बेल्ट हो, सानोतिनो हाम्रा ठाडा खोलाहरू, चुरेबरसी बग्ने खोलाहरू छन्, यिनका तरबन्दनहरूका कुराहरू आउँछन्। मोटामोटी तरबन्दन रातु खोलोको त यहाँदेखि पुलसम्म नै कुरिने भइसकेका छ। अब कुनै टुटफुट भएका कहीँ छुटेका पनि चुरे राष्ट्रपति कार्यालयले अनिखेर यो बर्दिवास चुरे उत्थान कार्यालयले चाहिँ हामीलाई त्यो बजेट दिएर हामीलाई काम गर्ने अवसर पाइरहेका छौँ हामीले। तपाईँको ठ्याक्कै यो वडामा अब कतिवटा सामुदायिक स्कुलमा अङ्ग्रेजी माध्यममा अहिले पढाइ सुरु भएको छ? मेरो अहिले खासै गरी त चुरेमा पहिले सुरुवात गरेको हामीले तल तुलसी हो, तुलसी माविमा, अनि त्यसबाट सुरु गरेर अनि अहिले तेस्रो वर्षमा चाहिँ चौथो वर्षमा हामीले यो महादेव विद्यालय माथि छ, आधारभूत विद्यालय 8 कक्षासम्म सञ्चालन हुन्छ, त्यहाँ यसपालिबाट त्यहाँ सुरु गरिएको छ। अहिले 2टा मात्रै, जम्मा 2टा मावि र 4वटा आधारभूत विद्यालय छन्, जम्मा 6वटा विद्यालय, 2टा स्वास्थ्य चौकी र एउटा आधारभूत स्वास्थ्य चौकी छ यो 11 नम्बर वडामा। हुन्छ, अब हामी निर्धारित समयमा सकिनुपर्छ। केही यहाँहरूको प्रश्न छ भने यो वडासँग सम्बन्धित प्रश्न, जनप्रतिनिधिसँग सम्बन्धित प्रश्नहरू छ भने यहाँहरू राख्न सक्नुहुन्छ। सामाजिक सुरक्षा भत्ताको लागि यहाँको मान्छेहरू बर्दिवास जान्छ, तपाईँहरूले ल्याएर त्यो व्यवस्थापन घर घरमै गर्दा
घर घर मिलाएर सेवा दिन पाउँदा अझै राम्रो हुन्थ्यो कि त्यो जुन सेवा लिने मान्छेहरू हुन्छ उहाँको उहाँको प्रश्न खास गरी यो सामाजिक सुरक्षा भत्ताको लागि कुरो उहाँहरूको बुझेँ उहाँहरू आफू पनि सबै ठाउँमा जो पनि चोखिनै चाहन्छ आफू शुद्ध हुन चाहन्छ नि नुहाए पनि नुहाए पनि म शुद्धै हुँ भनेर भन्ने हाम्रो चलनै छ नेपालीको अब त्यो किन भइरहेको छैन भनेर मलाई पहिले प्रसन्न गर्नुभन्दा पनि नगरपालिकामा प्रसन्न गर्नु भयो भने यसको कार्यान्वयन होला मैले अघि नै भनिसकेँ मेरो कुरो सुनवाई हुँदैन नगर प्रमुखले सुन्नुहुन्न मैले वडाको बजेटभन्दा बाहेक भाग लगाएको उहाँबाट मैले मागेर पाउँदिनँ भनेर त मैले अहिले कुरो राखिसकेँ त यसलाई म पट्टि नदोहोऱ्याउँ क्या कार्यपालिका बैठक कतिको बस्नुहुन्छ यहाँहरूको कार्यपालिका बैठक पहिले 74 मा हामीले तोकेको थियो 2 गते र 16 गते त्यो 2 गते र 16 गते चाहिँ एमाले गरेको हो अब म चाहिँ अर्को गर्ने भन्नुभयो नगर प्रमुखजीले तपाईँ तोक्नुछु भन्दा उहाँले 3 गते र 17 गते भन्नुभयो हामीले ओके भनिदियौँ हामीले त काम नगर्नु त कसले के बनाउने भन्नेसम्म मतलब भएन अनि त्यो 3 गते र 16 गते 17 गते र 3 गते बैठकै बस्दैन अब 3 गते पनि भएन के पनि भएन हिजो एकैचोटि 12 गते कार्यपालिका बोलाइदिनु हो बोलाउनु भयो 2 बजे आउनु हो उहाँ 4 बजे हामी हलबाट उठेर हिँडिसकेपछि त्यही पनि अब नगर प्रमुखज्यूले भनिहाल्नु भयो भनेर गएर एकछिन बस्दिउँ उपस्थिति भयौँ निर्णय केही पनि भएन लास्टमा एउटा निचरमा पुगौँ कार्यपालिकाले निर्णय चाहिँ अब नगरसभा कहिले गराउने विकासका काम कसरी अगाडि बढाउने भन्ने यो कुरालाई प्रस्तावलाई अगाडि बढाउँ भनेको आज हुँदैन सब पछाडि म आफै तोकिहाल्छु भन्नु नगर प्रमुखज्यूको हुनु हामी पनि उठेर साइड लाग्यो जनताबाट प्रश्न आएको थियो सामाजिक सुरक्षा भत्ताको लागि बर्दिवास जानुपर्छ भनेपछि तुलसीमा यो बाहुनमारा भन्ने ठाउँमा बैङ्कको आवश्यकता कतिको महसुस गर्नु भएको छ यहाँहरूले होइन ब्याङ्क त अब राखिदिनु भयो नेपाल सरकारले चाह्यो भने अब ब्याङ्क हुँदा त बाहुनमारामै पाइन्छ भने तुलसी जानु के अरे बर्दिवास जानु कसैलाई रहर हुँदैन र हामीले के पनि भन्यौँ भने ठिक योभन्दा अगाडि हामीले पैसो ल्याएर दिने गरेका थियौँ पछाडि अब कता कता के भ्रष्टाचार भयो यो हुँदैन त्यो मिल्दैन के गर्यो कोही कता पैसा लिएर नै गायब भएर मुद्दै लड्नु पर्यो रे भनेपछि ब्याङ्कमा गयो भने राम्रो भनेर नेपाल सरकारले नै ब्याङ्कमा पठाएर चाहिँ सबैजना इच्छा खुसी व्यक्त गरेर चाहिँ ब्याङ्कमा खाता खोलेर आफ्नो पैसा लिइरहनु भएको छ भने त्यो पैसा हामीले समाउनु रहर पनि हुन्न क्या पैसा समाएपछि लोभ हुन्छ लोभ बढ्छ अरू केही प्रश्न छ भने यहाँहरू राख्न सक्नुहुन्छ स्कुलमा चाहिँ शिक्षाको विषयमा परिचय दिएर परिचय होइन दियो म धन्यवाद खड्का नमस्कार म धन्यवाद खड्का स्कुलमा चाहिँ अब स्वास्थ्य शिक्षामा राम्रो गरिएको छ स्वास्थ्यमा राम्रो गरिएको छ भन्ने कुरा आयो अङ्ग्रेजी माध्यमबाट पढाइएको छ भन्ने कुरा आयो हाम्रो कतिवटा स्कुलहरूमा चाहिँ नर्सहरू व्यवस्था भएका छन् अनि स्कुलमा चाहिँ अब महिला मैत्री हुनका लागि विभिन्न स्कुलहरूमा चाहिँ सेनिटरी प्याडका कुराहरू पनि गरिएका छन् कुराहरू हामीलाई कुन कुन स्कुलमा चाहिँ लागू तपाईँको प्रश्न वडा अध्यक्षजीसँग राजनजी म पछि गरौँला है ल हाम्रो 2टा मावि तल्लो तुलसी र चुरे अनि आधारभूत विद्यालय 3टामा मात्रै हामीले त्यो व्यवस्था सुन्नु होला उहाँ बोल्दै हुनुहुन्छ हामीले 3टामा मात्रै अहिले त्यो व्यवस्थापन गरेका छौँ माइक मात्रै फोकस गर्नु होला होइन जुन त्यो हामीले अब अघि नै अब मैले त एकपल्ट भनि नै सकेँ उहाँले नसुनेरै चाहे मलाई फेरि बाध्यता बनाउनु भएको होला होइन मैले अघि नै भनेको थिएँ तुलसीबाट चाहिँ अहिले 4थो वर्षमा गएर चाहिँ आधारभूत स्वास्थ्य के अरे माधव विद्यालयलाई चाहिँ अङ्ग्रेजी मिडियमबाट यसपालिबाट सुरु गरिएको छ 1 कक्षाबाट भन्ने कुरो मैले राखेको हो एक विद्यालय एक नर्स कार्यक्रम थियो नेपाल सरकारले घोषणा गरेको लागू गरेको यो कतिको पुरा भएको छ यो तुलसीमा खास गरी यो बाहुनमारामा अब बाहुनमारामा यो के छ भने व्यवस्थापन समिति छ वडा अध्यक्षले अध्यक्ष बन्नु हुँदैन भन्ने पनि एउटा चर्चित कुरो पनि आएको थियो कहाँ वडा अध्यक्षले चाहिँ व्यवस्थापन समितिको माविको चाहिँ अध्यक्ष मागेछन् भनेर यसलाई चाहिँ खबरदारी गर्ने काम पनि भएको थियो मैले सुनेसम्म हुने भनेको वडा अध्यक्ष हुने भनेको पर्दैन सदस्य
वडा अध्यक्ष भनेको बिहान 5 बजेदेखि बेलुका 8 बजेसम्म खट्नुपर्ने वडा अध्यक्ष मर मिटिङमा पुग्नुपर्ने झगडा पनि मिलाइदिनु पर्ने वडामा आएर 10-5 पनि गर्नुपर्ने हुनाले सबै कुरो व्यवस्थापनमा पनि त्यहाँबाट आएको सल्लाह विद्यालयबाट के सल्लाह सुझाव आउँछ आर्थिकमा कहाँ कमजोरी भयो त्यहाँ नपुग के हो त्यहाँबाट आएको हामीलाई सुझाव आए अनुसार हामीले त्यसलाई चाहिँ परिपूर्ति गर्ने हो एकैचोटि म नजरले त मसँग दूरबीन छैन म सबैको कहाँ के भइरहेछ आज कतिजना टिचर आउनु भयो भने म देख्दिनँ त्यो विद्यालय जहाँ बाहुनमारा छ नि उहाँले बाहुनमाराको कुरो प्रस्ताव राख्नुभयो आफ्नो घर नजिक भए हुनाले म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु तर कुन टिचर कतिजना टिचर हुन्छ विद्यार्थी कतिजना हुन्छ कुन खालको पढाइ छ भने उहाँले पनि बुझेर मलाई रिपोर्ट गर्ने म सहजीकरण गरिहाल्छु नि हुन्न होइन त्यसरी जाने हो नि त सहजीकरण भन्छ अरू केही प्रश्न छ उहाँको खासै प्रश्न के थियो भन्दाखेरि अब त्यो जुन स्टाफ नर्स हुनुपर्ने सेनेटरी प्याडको कुराहरू हुन्छ त्योहरू कतिको तपाईँले वडाबाट प्रदान स्वास्थ्य संस्थाको पनि जोड्नु भयो क्या स्वास्थ्य संस्थाको पनि जोड्नु भयो शिक्षाको पनि जोड्नु भयो दुई त्यो हजुर सेनिटरी प्याडको व्यवस्था छ कि छैन भन्ने होइन त्यो स्वास्थ्य चौकीमा हुने कुरो पनि गर्ने कुरो भइरहेकै छ अब जुन मैले अघि नै भन्ने त्यो जुन प्याडको व्यवस्था हामीले 2टा मावि र एउटा आधारभूत 8 कक्षासम्मलाई मात्रै गरेका छौँ त्योभन्दा तलको 5 कक्षासम्म भनेको 10 देखि 11 वर्षभन्दा तलकै बच्चाहरू हुन्छन् आधारभूत विद्यालयहरूमा तुलसीचौडामा तपाईँ त्यो सरकारी विद्यालयमा शुल्क लिइराखेको कुरा आइराखेको छ यो कतिको सत्य हो के छ कस्तो शुल्क अभिभावकहरूबाट पैसा उठाउने कुरा आइराखेको छ इङ्ग्लिस मिडियमको नाममा होइन त्यो अब त्यो चाहिँ त्यो अभिभावकलाई सोध्नुहोस् हजुरले हजुर पत्रकार होइन जनप्रतिनिधिलाई सोध्ने हो भने पहिलेको गत 76 सालदेखि अहिलेसम्म बजेट हाल्दै जाँदाखेरि मैले 6 जना टिचरलाई दिने गरेको थिएँ अस्ति यो साउनमा चाहिँ एकजना यो गएको वर्षमा एउटा टिचर चाहिँ खाली भयो हुनाले त्यही टिचरलाई 6 जनाबाट एकजना घटाएर 5 जना 10,14,000 अहिले पनि मैले पैसा त्यो बजेट वडाबाट छुट्याइदिएको छु नर्सरी 5 कक्षासम्मलाई उहाँ जनताले हामीलाई यसरी चाहिँ असुल गर्नुभयो फी लिनुभयो भनेर 5 कक्षासम्मको मलाई अहिलेसम्म गुनासो आएको छैन अरू केही छ प्रश्न यहाँहरूको हामी अन्त्यतिर छौँ केही छ भने राख्नु होला नमस्कार म प्रेम कार्की मेरो घर यही हो यो दिल्ली राजमार्ग हाइवे अन्तर्गत जो हाम्रो एउटा कार्यालय पनि छ होइन झन्डै 3 किलोमिटर पर्छ यहाँ चाहिँ दुर्घटना एकदमै भइरहेको छ यो बाटो साँगुरो छ यो ठाउँमा चाहिँ झन्डै 3 किलोमिटर भित्रमा चाहिँ त्यो दोहोरो 2 लाइनको बाटो भइदियो यहाँ धेरै मान्छेहरूको एक्सिडेन्ट भएर मृत्यु भइसकेको छ एउटा कुरो के हो भन्दा अर्को कुरो चाहिँ सुरक्षाको दृष्टिकोणले पनि यहाँ प्रहरीहरू बिच त्यस्तो यहाँ केही पनि छैन एकैचोटि लालट हुनुपर्छ त्यसको लागि यहाँ मान्छे मऱ्यो भने फोन गरेपछि पनि आउँछ होइन यहाँ पोस्टमार्टमको लागि पनि त्यसको लागि जनकपुर जानुपर्छ त्यो सकियो त्यसको लागि पनि केही प्रक्रियाहरू यहाँ हुँदाखेरि हामी धेरै सजिलो हुन्छ र अरू कुरो के भनेदेखि यहाँ कुनै गाडीमा कुनै एक्सिडेन्ट गर्दाखेरि भने मान्छे कहीँ कतै आएर मान्छे मऱ्यो भने पनि त्यसलाई बुझाउने होइन त्यो ठाउँ पनि भएन कि त्यो प्रहरी चौकी भइदियो भने त्यो सजिलो पनि हुन्थ्यो र चोरै समाउँदाखेरि पनि हामीले लगेर राख्ने ठाउँ पनि भएन कि प्रहरी चौकीलाई राख्नु पर्यो त्यही कहीँ कतै गाउँमा मरिदियो भनेदेखि त्यहाँ अप्ठ्यारो भएर मरिदियो भने त त्यो गाउँलेको जिम्मेवारी पर्छ त्यसलाई पनि अब सुरक्षाको दृष्टिकोणले यो बाटोको दृष्टिकोण दुईवटा कुराहरूलाई जोडेर यो चाहिँ पहल भएको छैन जस्तो लाग्छ मलाई वडाले मात्रै नभएर कहाँ नगरपालिकाले पनि यो कुरालाई ध्यान दिनुपर्छ यसको न्यूनीकरणको लागि के प्रयास भएको छ स्थानीय सरकारबाट यो स्थानीय तहले जुन गर्नुपर्ने कर्तव्यहरू विकास गर्ने भनेर विकास त गर्ने तर त्यसको पनि क्राइटेरिया हुँदो रहेछ कहाँसम्म गर्न पाइने नपाइने भन्ने कुरो अनि हामीले यो बाटोलाई ट्र्याक खोल्यौँ जुन यो अहिलेको मानसिरी होटेल छ त्योभन्दा तल रातो पुलसम्म चाहिँ धेरैपल्ट दुर्घटना पनि भए अनि हामीले 2 साइडबाट बाटो पनि खोल्यौँ फराक पनि बनाउने भन्यौँ फराकिलो पनि गरियो त्यहाँ रुखबुट्टाहरू आँपहरू थियो त्यसलाई पनि उखालियो गाडी ल्याएर चाहिँ त्यसलाई फिनिसिङ पनि गरियो र यसमा नगर र
ओडाले बजेट हालेर यो मेन हाइवे सडक बिपी राजमार्गमा बजेट हालेर काम गर्न नपाउने भनेपछि कसले गर्छ भन्दा यो सडक विभागले गर्छ। यसको लागि के गर्ने त भन्दा हामीले चाहिँ ओडाले लेखेर नगरमा लगे, नगरले पनि लेखेर पत्रचार गरेर यो बाटो चाहिँ चुरेको जुन यो हाम्रो सिमाना छ 3 नम्बर र 2 नम्बरको रातको पुलदेखि त्यहाँसम्म गरिदिनु भनेर नगरबाट पनि सिफारिस लेखेर पठाइसकेको अवस्था। जस्तो दुर्घटना हुन्छ अनि पुलिस बोलाउन जाँदाखेरि 1 घन्टा पछि आउँछ लालगढमा भन्ने जुन उहाँले कुरो राख्नुभयो हाम्रो पत्रकार मित्रज्यूले, मलाई बडा खुसी लाग्छ। जनकपुरबाट डिएसपी साहब आउनुभयो, एसपी साहब आउनुभयो, तपाईँलाई रघुवीर महासेठलाई मैले फोन गरेँ, उहाँले भन्नुभयो ठिकै छ म पठाइदिन्छु। उहाँ आउनुभयो, हामी यहाँ कहाँ राख्ने भनेर जुन अहिलेको वडा पहिलेको वडा साबीको गाविस भवन थियो, अहिले हामी नयाँ भवन बनाइसकेपछि त्यहाँ राख्ने भनेर उहाँहरू आइवरी हेरेर यहाँ राख्ने भनेर टुङ्गो भयो। उहाँहरू फर्केर जानुभयो। अनि भोलिपल्टदेखि मलाई दबाब आउनु थाल्यो, हाम्रा छोरी बुहारी बिग्रियो भने को जिम्मेवारी हो भने खबरदार वडा छ यहाँ ल्याएर चौकी राख्यो भनेर यी मलाई यहीँका मित्रहरूले मलाई दबाब दिनुभयो। अनि मैले त्यही कुरो मान्यज्यूलाई भनिदिएँ, मान्यज्यूले अनिखेर भोट ठिकै छ त्यसो भए म रोकिदिन्छु भनेर रोकिदिनु भनेपछि आएको अस्थायी प्रहरी चौकी पनि फिर्ता दिएको थियो। अनि ठाउँ चाहिँ हामीले पुरानो गाविस भवनै तोकेर हामीले त्यहीँ राखेको थियौँ। हाम्रा छिमेकी मित्र जुन गाविसको भवनको आसपास हुनुहुन्छ अहिले यिनी सामान्य किन प्रहरीबाट के असुरक्षा हुन्छ यहाँ? होइन, छोरी चेलीलाई चाहिँ भगाउँछन् रे, अब अर्को बिहा गरेर जान्छन्, असुरक्षित हुन्छ, पुलिस राख्नु हुँदैन बिचमा भनेर भन्नुभयो। अनि मैले एक्लै जिम्मेवारी लिन सक्ने, म त बस्छु माथि लोटामा 6 किलोमिटर माथि। अनि यहाँ केही त्यसो घटना भइदियो भने यो वडा चाहिँ जिम्मेवारी हुनुपर्ने भयो। त्यो भएको हुनाले असम्भव हो। यो बाहुन माराकै मित्रले बोल्नु भएको कुरा हो। यहीँ हुनुहुन्छ अगाडि, अहिले सबै जीवितै हुनुहुन्छ। केही आइपर्दा हामी प्रहरीलाई गुहार्छौँ, प्रहरीलाई खोज्छौँ, प्रहरीबाट सुरक्षा खोज्छौँ। तर यो मिथिला नगरपालिका वडा नम्बर 11 मा बाहुनमारामा प्रहरीबाटै असुरक्षा महसुस भएको हो कि होइन? आएर बसिसकेर असुरक्षित भएर हिँडेको थियो भने त्यो सुझाव ठिक हो। आउँदै नआइकन असुरक्षित हुन्छ भनेर उहाँले प्रतिकार गर्नु, वडा चाहिँ जिम्मेवारी लिएर ल्याउने भाइले, नत्र खबरदारी भनेपछि मैले ल्याएर यहाँ ढोका खोलेर राख्ने मेरो क्षमता पुगेन। मैले एक्लै जिम्मेवारी लिने ठाउँ थिएन। म जनताको मान्छे, जनता चाहँदैन नलिए खबरदार भन्दा मैले लिएपछि मैले जिम्मा लिनु पर्यो। भनेपछि यहाँको जनताले फेरि चाह्यो भने आउन सक्छ, आउँछ न। अहिले पनि अहिले भन्यो भने अहिले वैशाखमै म बोलाइदिन्छु, उहाँ आउनेवाला हुनुहुन्छ। अस्ति पनि भर्खरै सिटे साहबसँग कुरो भएको थियो के छ भनेर, मैले पनि ठिकै छ अझै जस्तो छ चलेकै छ, त यहाँ राख्न दिँदैन, हुँदैन भन्छ। आवश्यकता महसुस नभएको भने परेको बेलामा आवश्यकता महसुस गर्ने अहिले भन्नुभयो नि, उहाँले पत्रकार मित्रले भन्नुभयो हामी ढल्केको केही प्रश्न छ न, उहाँले भन्नुभयो नि लालगढ जानुपर्छ भनेर, उहाँदेखि आउनुपर्छ ढिलो हुन्छ भनेर। तर यहीँ बाहुनमाराकै व्यक्तिहरूले भन्नुभयो कि यो भित्र तैँले यहाँ यो एरियामा राख्न पाउँदैनछ भनेपछि मैले अनि लगेर राख्ने कहाँ हुन्छ। उहाँको केही प्रश्न छ सुनौ न। हजुर, मेरो नाम जङ्गकाई श्रेष्ठ। जस्तै उहाँ दाजुले भन्नुभयो बाहुनमाराको मान्छेलाई वडा कार्यालय नचाहिएको भनेर जानकारी गराउनुभयो। यस कुरामा मैले के भन्न चाहन्छु भने हामी डिआइजी कार्यालय जङ्गपुर डिआइजी कार्यालयमा गएर उहाँले के भन्नुभयो भने तपाईँ सिडो कार्यालयमा गएर यो चाहिँ पास गरेर ल्याउनु। त्यो सिडो कार्यालय पास गरिसकेपछि फेरि जानेछ माथि केन्द्रमा। यो अस्थायी पोस्ट राख्नु पनि अति गाह्रो छ। अस्थायी प्रहरी पोस्ट राख्न पनि गाह्रो रहेछ। पहिला सिडो कार्यालयबाट पास गर्नु पर्यो, त्यसपछि त्यहाँबाट त्यो निवेदन लिएर केन्द्रमा जाइन्छ। केन्द्रमा पनि केन्द्रको पुरै बस भएर त्यहाँ चाहिँ राख्नु उचित छ भनेपछि अनि मात्रै हुनेछ। हामी जो पहल चाहिँ गर्न गएका छौँ बाहुनको मान्छे आएको थियो, त्यो पुरै पहल गरेर आइसकेको थियो कि आएको थिएन? छैन, प्रस्ताव गर्नुभएको। अनि प्रस्तावकै क्रममा यो विरोध भएको हो? कुनै कुरालाई शान्तिको कुरालाई मनमुटाव दिनु हुँदैन। उहाँले पनि सयमा अब जे पनि हो बहुमत हुने होइन त, त्यसलाई भयो भन्दैमा त्यसलाई इस्यु दिनु हुँदैन। बहुमत सङ्ख्याले माग गर्यो भने आउँछ। त्यही भन्नु सबैलाई मेरो नमस्कार। मेरो नाम चाहिँ भगवती थापा। म आमा समूहको संयोजक र कालीपुरा सामुदायिक वनको कोषाध्यक्ष बने 3 कार्यकालदेखि कार्यरत छु। यहाँ चाहिँ हाम्रो मेन समस्या गाउँहरूको
होल रूपमा भन्नुपर्दाखेरि एउटा लाल पूर्जाको छ। प्रत्येक 5 वर्षमा चुनाव आउँछ। चुनाव आउने बेलाको हाम्रो नारा भनेकै भोट दिएर जिताउने, लाल पूर्जा हातमा लिने भने जस्तो हुन्छ। तर हामीले त्यो लाल पूर्जा भनेको कस्तो हुन्छ त्यो देख्न चाहिँ हामीलाई सपना नै भयो। ठिकै छ, अब हामीले यहाँबाट चुनाव आयो, भोट दियौँ, जितेर जानुभयो उहाँहरूले पनि दिने पहल त गर्नुभएको होला होइन। तर कस्तो भने प्रदेशमा केन्द्रमा गइसकेपछि चाहिँ यो चाहिँ हामी बसेको भूभाग चाहिँ चुरे क्षेत्र पर्यो, यसलाई चाहिँ जोगाउनुपर्छ। यो चुरे क्षेत्र परेको हुनाले यसलाई चाहिँ लाल पूर्जा दियो भने यहाँका वन विनाश हुने डर उहाँहरूलाई होला। केन्द्रमा बस्नु भएको छ उहाँहरूले त्यो सोच्नु उहाँहरूले ठिकै होला। तर 2055 सालमा हाम्रो यो बाहुनमाराको जङ्गलको क्षेत्रफल कति थियो, कति हेक्टर जङ्गल थियो, अहिले बढ्दै आएर 81 सालमा यहाँनिरको जङ्गलको हेक्टर कति बढेर कति भएको छ, यहाँनिरको विकासहरू कति भएको छ, यहाँ सामुदायिक समितिले यो वनलाई कति समेटेर राखेको छ, त्यो चाहिँ त्यहाँ केन्द्रमा बसेर भन्दा पनि फिल्डमा आएर हेरेदेखि त्यहाँको सरकारले फिल्डमा आएर हेरेर यहाँको जनतालाई लाल पूर्जा दिन उपयुक्त छ कि छैन भनेर उहाँहरूले मनन गरेर यो चाहिँ बुट्यान क्षेत्रमा भन्दा पनि पहिलाको कति थियो यो यहाँको वन क्षेत्र र अहिले कति भइरहेको छ, यहाँको जनताहरूले चाहिँ यो जङ्गललाई माया गरेका छन् कि छैन र यहाँका जनताहरूलाई लाल पूर्जा दिनुपर्ने उपयुक्त छ कि छैन भनेर यहाँ मार्चमा आएर फिल्डमा निरीक्षण गरेर त्यसपछि उहाँहरूले हामीलाई सम्झाइदिएदेखि हामी आभार हुन्छौँ। हस्, धन्यवाद। हिसाबले आउन खोज्नु पनि हुन्छ, अब छैन, आधारै केही छैन। अब त्यसले गर्दा यति समस्या छ नि यो लाल पूर्जाको विषयमा। अब यहाँ मान्छेहरू कति व्यावसायिक हिसाबले आउन खोज्नु भएको हुन्छ, तर कोही पनि यहाँनिर के छ भन्दाखेरि लाल पूर्जा छैन, ऐलानीहरू। हस्, स्थानीय सरकार आएको यो 8 वर्ष भयो, सर्वे पनि भयो 2 चोटि, यहाँले भन्नुभयो, तर अहिलेसम्म पनि यो लाल पूर्जा वितरण भएन। अहिले यसमा के पहल भइरहेको छ यो अलि बताइदिनु पर्यो। अब अहिले जुन केन्द्रको कुरो बुट्यान क्षेत्र हटाउनको लागि राष्ट्रिय सभाबाट पनि कोरम पुग्नुपर्ने, बहुमतको आधारमा मात्रै बुट्यान हटाउन मिल्ने भन्ने कुरो भयो। र अस्ति जुन उपेन्द्र यादवले जुन बोल्नुभयो कोरम पुर्याउने कुरोमा, उहाँको पनि 5 जना कति सभासद हुनुहुन्थ्यो, उहाँले बोलेकोमा के बोल्नुभयो भनेदेखि चुरेको क्षेत्रमा लाल पूर्जा वितरण गरियो भने चुरे दोहन हुन्छ र हाम्रो तराईलाई चाहिँ बढी मार पर्छ, अनि त्यो कारणले गर्दाखेरि हामी पास हुन दिने सम्भव छैन भनेर त्यसरी ठाडै बोल्नुभयो उपेन्द्र यादवले बोल्नु भएको कुरो। अनि त्योभन्दा अगाडि के भनिन्थ्यो भने हाम्रो सरकार बहुमतमा छैन, अल्पमतमा छ, हामी गरिहाल्छौँ भन्थे। अब पहिले गर्दा बहुमत पुगेन, अहिले त एमाले र नेपाली काङ्ग्रेस छ नि, अहिले त बहुमत पुगेको छ। अब मन्त्री परिषदमा चाहिँ बहुमत पुग्यो, राष्ट्रिय सभामा बहुमत पुगेन। अब त्यहीँ गएर हलो अड्काइदिए, यो पनि अब 60 दिनभित्रमा पास गर्ने भन्ने कुरो असम्भवै देख्छु म। सम्भव भयो भने लाल पूर्जा वितरण होला, होइन भने हामी फेरि खरानी धस्ने हो। अब विकल्पै छैन। लाल पूर्जा पाएन भने के गर्नुहुन्छ यहाँहरू, यहाँको जनताले? अब यहाँको जनताले लाल पूर्जा पाएनन् भने यो के सरकारसँग मुद्दे लड्ने कुरो हाम्रो सम्भव छैन। हामी सबै सरकार त्यही छुट्नु पर्यो नि, हाम्रो कुरो सुनवाई हुँदैन। अनि हामी जाने कहाँ भन्नु न। बाँचुन्जेलले अब यी 24 सालदेखि बसेका मान्छे 81 साल भए, 2 पुस्ता यहीँ बितिसके, बाँकी रहेका यहीँ 2 पुस्ता सुकुम्बासीकै रूपमा बिताउनु भयो, बितिसक्यो। 24 सालदेखि बितेन भन्नु त 81 भयो। अहिले 2 पुस्ता हाम्रा हजुरबाबुहरू गइसके, हामी बाँकी छौँ। अब हाम्रो पालो आइसकेको छ, जाने नै हो। चुरेको संरक्षण गर्ने, बस्ने हो, जनता सेवा गर्ने हो, जाने हो। लास्टमा बाटो त्यही नै हो। कृषि र सिँचाइ र मलको क्षेत्रमा तपाईँहरूले कतिको बजेट विनियोजन गर्नुहुन्छ? के छ अवस्था यहाँको किसानहरूको? होइन, यस्तो छ, कृषि र सिँचाइ भन्नुभयो। कृषि भनेको तल ढल्केमा पर्छ, अफिस त्यहीँ हजुरहरूले देख्नु भएको छ, हजुर पत्रकार मैले भन्नु नै पर्दैन। कृषि त्यहाँ छ, सिँचाइको मुहान यता छ। बर्खामा पानी आएको बेलामा खोलोभरि पानी भयो, कुलोभरि पानी हुन्छ, त्यहाँ सुकेपछि यहाँ पनि सुक्छ। मुहान सुकेपछि सुक्यो नि हुन्छ। अब हामी कृषिको केन्द्रबिन्दु भनेको ढल्के। मैले यसरी बोल्नु पर्दा प्रष्ट बोल्ने कि भाषा यो हो मेरो।
हस्, अब हामी अन्त्यतिर छौँ। यो खास गरी जनतासँग जनप्रतिनिधि कार्यक्रममा हामी जनता र जनप्रतिनिधिलाई जोड्ने काममा प्रयासरत छौँ र जनताको समस्या स्थानीय सरकारबाट कतिको सम्बोधन भयो, कतिको के काम भयो, विकास निर्माणमा हामी कहाँ छौँ, के कति काम भयो, के कति काम बाँकी छ, त्यही कुराहरू खतल्ने प्रयास हाम्रो हुनेछ। र आज यहाँहरूले समय दिनुभयो जनतासँग जनप्रतिनिधि कार्यक्रमको लागि, त्यसको लागि मिथिला नगर पत्रकार सञ्जालको तर्फबाट यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौँ। 11 नम्बर वडाको तर्फबाट पनि जुन हाम्रो मिथिला सञ्जालबाट चाहिँ पत्रकार मित्रहरू आएर हामीलाई एउटा बोल्ने अवसर प्रदान गर्नुभयो। हजुरहरू सम्पूर्ण टिमलाई पनि वडा अध्यक्षको तर्फबाट र बेदबार कार्कीको व्यक्तिगत तर्फबाट म हजुरलाई धन्यवाद दिन चाहन्छु। यहाँसम्म आइदिएर हाम्रा यी गुनासोहरू सुनिदिनु भएकोमा हजुरहरूलाई मेरो मुरी धन्यवाद छ।